मनमा कहिले लाग्छ कि कसरी ह्याकरहरूले त्यो फिल्ममा चाहिँ ठ्याक्क कोड हानेर कसै मान्छेको पर्टिकुलर मान्छेको पासपोर्टलाई चाहिँ पुरै गरेर तोड्न कसरी सक्छन् कि भनौँ कन्फ्युजिङ कुरा पनि छ मनमा आउँछ होला तपाईँहरूको मेरो आउँदैन अब त्यसको लागि उनीहरूले टुल युज गर्छ हाइड्रा भन्ने टुल चाहिँ उनीहरूले युज गर्छ है हाइड्रावाला टुल अब त्यसमा बेसिकली अब त्यो टुल टक्कसँग इन्स्टल गरेको हुन्छ सिस्टममा अब त्यो टुल युज हुन्छ त्यो टुलमा चाहिँ हामीले त्यसको टुलको इन्स्ट्रक्सनमा हामी के युज गर्छौँ जुनवाला लगइन पेज छ त्यसको युआरएल त्यो युआरएल युज गरिन्छ अनि त्यसपछि चाहिँ एउटा अजप्सन के हुनु पऱ्यो हाम्रो भनेपछि हामीलाई इमेल थाहा छ इमेल या युजर नेम जस्तै इमेल त के त फेसबुकमा जसको पनि थाहा भइहाल्छ सर्च गरेपछि टक्क त्यो थाहा भएपछि त्यो इमेल पनि हानिन्छ त्यसपछि युजर नेम अभियसली अनि त्यसपछि पासपोर्ट अब टक्कसँग त्यो इन्स्ट्रक्सन चट्टा हान्ने अब त्यसपछि हामीले ब्रुट फोर्स अट्याक गर्ने ब्रुट फोर्स भनेको बरु के होइन ऱ्यान्डम पासपोर्टहरू ट्राई गर्ने हो कि अब सफ्टवेयरले अटोमेटिक गर्छ त्यो चट्टा हेर्नु सक्नुहुन्छ अब हामीले एटेम्प गऱ्यौँ फुर्र चल्न लाग्छ ल गर्दै सफ्टवेयर चल्न लाग्छ अब त्यसपछि अब के हुन्छ अब हेरौँ ल एउटा पासपोर्ट दियो यिनीहरूले लास्टमा है त्यो पासपोर्टले हुनुपर्ने हो अब हामी हाम्रो लगइन पेजमा त्यो पासपोर्ट हानेर हेरौँ चल्छ कि चल्दैन है चट्टा हानियो युजर नेम र पासपोर्ट खुलिदिएर लाग्यो नि हो यसरी ह्याकरले नै लगाउने हो कि हाम्रो त्यही भएर हामीले यति लामो पासवर्ड राख्नुपर्छ अनि अल्फाबेटहरू न्युमेरिक भ्यालुहरू मिक्स गरेर राख्नुपर्छ त्यसले गर्दा ब्रुट फोर्स गर्न हल्का टाइम लाग्छ सो त्यही जानकारीमूलक कार्यक्रम हो है कसरी हान्ने है गाइज थ्याङ्क यू